Hey guys, good morning. Welcome back to our new vlog. आज चाहिँ हामी गाउँ जाँदैछौँ. हामी चाहिँ रेडी पनि भइसक्यौँ. हामी हाम्रो प्यारी पुकुली गुडिया हाई भन्नु बेबी. हाई भन्नु बेबी. हामी जाँदैछौँ अनि अब रेडी भइसक्यौँ. गाडीहरू आएपछि हामी जाने. रुगा लाएर ग्रस्त भइरहेछ त्यही पनि. आस मार्नु हुँदैन, मुड अफ गर्न हुँदैन. भव्य हुनेछ हैन त. भेटौँला गाडीमा चढेपछि. बाई बाई टुक्क. हे गाइस, हामी चाहिँ गाडीमा छौँ. त्यो बिजी होला के अनि हामी चाहिँ जाँदैछौँ. बाटोमा छौँ. भर्खर खाजा खाएर हिँडेको. हेलो भाइले बोल्नुलाई खिचे नि रे. हेलो यतापट्टि राख्न भाइ. यता हाम्रो दिदी दादाहरू भइसक्छ. यता हाम्रो सानो पुकुली दादा गयो. कस्तो भइरहेछ? युहरू हेर्दै जाँदा त मजा आउँछ नि. पहिरो गएको छ पछाडि. राइस रेडी. कति गरौँ तिम्रोमा बयान गर्दै अब बेलैमा कल्पना.
फाइनली हामी चाहिँ आइपुग्यौँ यो कोसीको बाटो। पिपी हाइवे केमा गएको अरे भदौमा बाढी गएर हाम्रो घर जाने बाटो लगिदिएर यो अल्टरनेटिभ बाटो युज गर्नु पर्यो। अल्टरनेटिभ त होइन, बाटोहरू चाहिँ पहिलाभन्दा चाहिँ धेरै राम्रो भएको छ, तर दसैँमा आउँदाखेरि त्यस्तो भएको थिएन है। हे गाइस, हामी चाहिँ फाइनली सिक्का आइपुग्यौँ। हामी चाहिँ ठ्याक्कै सिक्का आइपुग्यौँ। अनि त्यहाँबाट भिनाजुहरूले सामान लिएर आउनुहुन्छ अरे, अनि हामीले सामान लिएर जाने अरे। त्यही भएर भिनाजुहरूको वेटमा बसेको आधी घन्टा भइसक्यो, आउनु भएको छैन। अनि अब यहाँ चिप्सहरू कुरकुरेहरू खाँदैछौँ। खाइसकेर पनि एकछिन सुतेर पनि उठिसक्यो, अझै आउनु भएको छैन। त्यही भएर आई थट भ्लग कन्टिन्यू गरौँ भनेर। लगता है तबीयत खराब हो रहा है, वोमिटिङ तो नहीं हुआ है, फिर भी कान लास्टै दुखिरहेछ। पूजा दिदी के छ, ठिक छौ? मेरो पुगुली त सुतिरहेको छ। अब खाने बस्ने अनि आउनु छ। अनि सिक्काबाट हामी हामी चाहिँ ठ्याक्कै यहाँबाट यता जान्छ, हाम्रो घर जाँदाखेरि। अब हामी चाहिँ दिदीको घर जाँदै सिक्काबाट सिधै खुर्कोट हुँदै मथली हुँदै टेकनपुर जान्छौँ। त्यसपछि के गर्ने हो गर्छौँ। आइपुग्नु भयो, फाइनली आइपुग्नु भयो। अब हम लोग जाएंगे। बोले हो हामीले नदिया हो। अब सिधै जाने हाम्रो सिक्का देखा छैन तिमीलाई त। फाइनली गाइस, हामी हाम्रो गन्तव्यमा आइपुग्यौँ। आइपुग्यो गाइस, हाम्रो गाउँ, मेरो गाउँ। हाम्रो हालत देखादे त। मेरो फोनमा फोन गर्छु। आइपुग्यो बल्ल बल्ल बल्ल। अब जाने हो, खाना खाने हो, अनि फ्रेस हुने हो, त्यसपछि जाने हो, घुम्न कुद्ने हो। दियाले तितौरा दिएर तितौरा खाएर जानु लागेछ। यसले के खाँदैछ अझै? पपकर्न। यता हाम्रो बुवा दाइहरू चाहिँ भ्यू हेर्दै हुनुहुन्छ। भर्खर झरेको नाच्दैछिन् मेरो प्यारी परी सुन्दरी। यता अरूकोलाई जति खानी पुग्दैन। सन्चो नभए मान्छे मलाई पनि रुगा लगाइदियो, बल्ल बल्ल सन्चो हुन लाग्यो। रुगा सारिदियो मलाई। यतातिर भाडा मिल्दैछ।
अब हामी जान्छौँ। Oh, Dia! What is this? Kalu bhatmas. ओ खालो भटमास तिमीले पखालेर खाऊँ। तिमी खाऊ पहिला अनि म खान्छु ल। भटमास भनेको के हो दिया? गेट खोल्यो। नमस्ते दिदी। नमस्ते बबी। जाम दिया हामी सामान लिन जानुपर्छ माथि। कुखुरा। ओ दिया what is this? What is this? My babies. Oh, this is your babies? Yes. Oh, I didn't know. Thank you for the... के भन्ने? I'm sorry. Guys, हामी चाहिँ जाँदैछौँ अब दियाको घर। दियालाई ड्रेस चेन्ज गर्न पर्यो रे, जुत्ता सुत्ता फेर्न पर्यो रे। एकछिनमा जाऊँ भनेको मान्दैन। उता हो मम्मी देखाएको हेर न, उता भाइले देखाइसक्यो तिमीलाई। उता बारीमा बाख्राको पाठाहरू हेरेर चाहिँ त्यो फ्याँक। आँखाभरि पारेर मरिस। स्वागतम दियाको घरमा स्वागतम गर्ने रे। कता गयो? Hey guys, हामी आज घुम्न जाँदैछौँ। लड्नु हामी चाहिँ यहाँ साउथतिर घुम्न जाँदैछौँ हैन। अनि हामी चाहिँ खतरा खतरा फोटो खिच्ने हो। यो चाहिँ हाम्रो दियाको गाउँ हो, हाम्रो तीनजना दिदीहरूको गाउँ हो। अब मान्छेहरूले चाहिँ पूजालाई चाहिँ यतै तान्ने कुरा छ, तर नो नेभर असम्भव। कान्छी दिदीलाई तान्ने हो। मलाई तिमीसँग आइहाल्छु कि चिन्ता गर्नु न। हेलो गाइस, इट्स मी पूजा, माई प्यारी प्यारी सिस्टर। अनि हाम्रो क्यामेराम्यान चाहिँ मेरो प्राणभन्दा प्यारी छोरी दिया भइन्छ। दिया आज यहीँ आउँछौँ। यहाँबाट मैले त्यो बोतलै बोतल माथि धेरै पानी लगाइदिन्छु क्या। उतापट्टि राम्रो आउँदैन होला अब। आउँछ यता चाहिँ आउँछ। हिरोइनी हो यता चाहिँ आउँछ है। राम्रो आएको छ। पंछी कावाल She is my sister and daughter. अब मैले नि हालेँ त। अब हामी भिडियो बनाउँछौँ, फोटो खिच्छौँ, फेरि भेटौँला। बाई बाई। We are going to click some photos. मेमोरी बनाउनु परेन टेकनपुरको हैन, मेरो गाउँको हैन त पुजारी काम परेछ आँखामा। काम पर्यो निदरैमा मेरो त कापले छपेछ छेकेछ। हामी तीनजना त लखर लखर डुलिरहेछौँ। अब भन्दा गाडी चाहिँ गर्दैन जियोस्। हिँडेको मैले हो र पट भएर क्युटी भएर हामी ब्युटी भएर हामी हेरेको हेरे यता कता हो कनि गौरी शङ्कर हिमाल देख्थ्यो नि भनेर त देख्दैन रहेछ। अहिले त उहाँलो लाफ्रे नट क्लियर इन्भाइरोमेन्ट। कपाल अगाडि आएको आइगऱ्यो। हेलो गाइस, हामीले चाहिँ भिडियो बनाएर फोटो खिचेर फ्याइसक्यौँ। अब हामी जान्छौँ ऊ त्यो डाँडामा फोटो खिच्नको लागि। यहाँ भ्यू छ भनेर यो तल्लो यो नदी देखाउनको लागि हुन्छ। यहाँ आइपुगेको हामी यस्तो दामी हावा चल्दो रहेछ होइन। रुगा लगाएर बेला हावामा बसेर यता फोटो एडिट गर्दैछ। यता त्यता कति धेरै मान्छे आयो गाइस। फोटो खिच्दाखेरि आफ्नो मात्रै हेर्दा क्या मान्छेले जसले पनि। अनि मैले देखिनँ, आइम सो सरी। बाई। अब हामी घर जान्छौँ।
Namaste. Jalapa everyone. We are going to home. Ramechhap town. टाउन रामेछाप यो चाहिँ रामेछाप होइन हे गाइस हामी चाहिँ अब जाँदैछौँ जन्मस्थल यस हाम्रो घर हाम्रो जन्मस्थान पुरै चिरमा हो दाइ म पूजा दिदी अनि अलिकति सवारी साधन नपाएर चाहिँ हामी पैदल यात्रा गर्दैछौँ नहिँडे धेरै भयो त्यही भएर हिँड्नुपर्छ अनि सन्चो नभएर खाली क्याप्प बसेको थियो हिजो आज चाहिँ अलिक कम भएको छ होइन पूजा दिदी अनि तिमीलाई पास्नी खाएर कस्तो अनुभव भइरहेछ त एकदमै मलाई भित्रबाट इनर्जी आइरहेछ हिँड्ने इनर्जी आएर फास्टिङ इन्जोएबल टाइम भयो गाइज कोही हात हेर्न ठम हिँड्ने इनर्जी आएर हो यस यता भारी बोकेर फलाम बोकेर हात गल्दो रहेछ यत्रो झोला बोके हातमा अनि बाटोहरू नि देखाइदिए यसो भ्यू देखाइदिए मन्थली टेकानपुर ब्याक क्यामेराबाट राम्रो जाँदै गर्दाको ब्याक क्यामेराबाट राम्रो आउँदैन अनि अब फ्रन्टबाट बनाएको कसरी फर्काउने आइरहनु कपाल उडै छ हावामा चाहिँ अलि धुम्मा भएको अवस्था छ अब हामी मन्थलीसम्म हिँड्दै जाने हो अनि त्यसपछि गाडीमा जाने हो त्यसपछि हामी तपाईँहरूलाई देखाउने छौँ हेर्दै गर्नु होला बाई बाई गाइज होइन हामी चाहिँ हिँड्दा बल्ल बल्ल आइपुग्यौँ ये मन्थली सदरमुकाम यता हेर त पूजा दिदी यता आउन यहाँ हाम्री पूजा दिदी छिन् ठ्याक्कै 1 घन्टा जति लाग्यो हामीलाई हिँड्ने बानी हराएछ त्यही भएर यति खुट्टा दुखेको छ भन्ने कुरा हामीलाई मात्रै थाहा छ बाटो पनि यस्तो अप्ठ्यारो बाटो छ आया मम्मी बाटो पनि मान्छे नहिँडेर घारी भएछ ल अब हामी गाडीलाई फोन गर्ने हो अनि मन्थलीमा बसेर खाने हो चिसो चट्टा लाएर अनि त्यसपछि जाने हो हाम्रो घर त्यही भएर मोमो खाँदैन हौ त्यही त्यो के अरे फुड पोइजन हुन्छ यहाँदेखि मोमो चिसो लाने यस्तो गरेमा मन्थलीमा मर्दै लाग्यो नि के गरे मजा होला हे गाइस गुड मर्निङ आज चाहिँ हामी आएको तेस्रो दिन आज चाहिँ हामी हाम्रो घरमा छु घरमा भन्दा पनि हामी चाहिँ यहाँ खेतमा आएर यो मकै छर्ने ठाउँमा बाजो खन्दै डोलाउन लागेको छ अनि यसो भ्लग कन्टिन्यू गरौँ भनेर फोन खोले होइन यता चाहिँ हाम्रो मम्मी डोलाउँदै हुनुहुन्छ ओ त्यहाँ पूजा दिदी अनि म चाहिँ यहाँनिर खन्दै थिएँ अनि सन्चो छैन अलि त्यही भएर रेस्ट गर्दै खन्नुपर्ने अवस्था छ यहाँनिर चाहिँ यत्रो ढुङ्गा छ होइन यसलाई चाहिँ हामी देउता ढुङ्गा भन्थ्यौँ सानोमा देउता गरा हो यो यहाँ छ यत्रो ठुलो खेतहरू छ यता चाहिँ हिजो गरे हामीले उता तलको चाहिँ यस्तो घुमे थकाउली जस्तो प्रोटेक्टर सेपको छ अनि त्यसलाई चाहिँ हामी थकाउले गरा भन्थ्यौँ होइन त्यता सकिसक्यो अब यहाँ छ अनि यहाँबाट त्यो घर मुनिसम्म छ त्यो अग्लो कान्ला माथिको अग्लो कान्लासम्म गर्नुपर्छ हामी चाहिँ त्यहाँसम्म सकाउँछौँ अनि घर जान्छौँ घर चाहिँ आलु लिएर जाने हो के निस्किन्छ यहाँ छ अनि आलु लिएर जाने अनि फेरि आउने अनि फेरि जाने है पूजा दिदी तिमी के भन्यौ न त यहाँ आउन त मलाई एकदम गाह्रो भएको छ तिमीलाई बिहान बिहानै खेत खनेर कस्तो फिल भइरहेछ एकदमै गाह्रो फिल भइरहेछ यहाँ रातो भइरहेछ मान्छेहरू ब्लग के गरेर बनाउँछ म त एकछिन यसो गर्नु नि हात दुख्छ अब म काम गर्दैछु अहिले हामी घर जाँदा देखाउँछौँ ल बाई बाई हे गाइस अभी हम जा रहा है हमारा घर मतलब बेसीबाट हामी घर जाँदैछौँ अनि हामीले चाहिँ यहाँ प्याज लसुन पनि लिएर आएको थियो त्यही भएर यो खोलामा धुन लगाएको त्यहाँ धुँदैछ पूजा दिदी ओए के धुया ल अनि अब हामी यो धुएर जाने हो ठ्याक्कै खोलामा आइपुग्यो होइन त्यो खोला
बारीले कराइरहनु भएको छ त अहिले एकदम बारीले खेतै लाग्ने गरी खोला आउँछ एकदम ठुलो ठुलो भोलि पर्सि। अहिले चाहिँ यहाँ खोला सुकेर पाइतला नभेट्नु जत्रो रहेछ तर ठुलै छ अहिले पनि। गाइस हामी चाहिँ त्यो रुखबाट उयो अमलाको रुख हो यो सुकेको ठुला त्यहाँबाट यति धेरै अनि यति धेरै पुजारीले पनि लिएर आउँदैछ अमला टिपेम टिपेम अनि अब हामी जाने घर पुजारी त अमला खोज्दैछ अझै उठ्यो नि त आउन मैले रुखमा चढेर झारेको दाम भाडाले हानेर अनि टिपेर सिद्धियो बल्ल यति धेरै छ अमला मिठो छ है यहाँ अमला त खदा खाका यस्तो मिठो छ खाने बित्तिकै फ्यास्सै जान्छ गुलियो रसिलो त्यो अमिलो टाइपको हैन गुलियो टाइपको पनि हैन कस्तो मिठो छ तो अलि त नि एन्ड्रोइडबाट ब्याकग्राउन्डको त्यही भएर आइफोन किनेर भ्लग बनाउनुपर्छ अब है कता बाटो यो बाटो जिम्मेला हामी कता अमला ल्याइ देखाउँदै आउन पनि हत्तले अमला Hey guys, अब चाहिँ हामी जान लाग्यो घरबाट काठमाडौँ त्यहाँबाट भन्दैछ ऊ त्यो सेतो हुडीवाला भिनाजु पनि जानुहुन्छ हामी पनि जाने हो गाडी आएर उता गएछ मान्छे लिन हामी चाहिँ अब जाने हो काठमाडौँ सुमो आएको छ हामीले जुन ड्राइभर भने सोचिरहेको थियौँ त्यो ड्राइभरले चाहिँ अर्को ड्राइभरलाई पठाइदिनु भएको रहेछ त्यही भएर अलिकति कसो कसो कुरो भइरहेको किनभने अब सधैँ चढेर ड्राइभरसँग त विश्वास हुँदैन नि त त्यही भएर अनि यो पुजारी चाहिँ बिहानदेखि त्यही मोबाइल मात्रै चलाइछ यहाँ आउन मोबाइल चलाएको होइन मोबाइल चलाएर चाहिँ क्यापकट मात्रै चलाइछ हाम्रो घरभन्दा माथि चाहिँ यहाँ यत्रो ठुलो पिपलको रुख छ त आधी मात्रै देख्दो रहेछ थक्कै भयो टेप पुजारी हेर त हामी जाने